गुड मर्निङ, नमस्कार। हाम्रो देशमा राजतन्त्र फर्कने कतिको सम्भावना छ त? यसै विषयवस्तुमा केन्द्रित रहेर यो भिडियो बनाएको छु। भिडियो सेयर गरिदिनु होला गाइज। हाम्रो देशमा राजतन्त्र फर्किने प्रबल सम्भावना देखियो, सङ्केत देखियो। यदि यी गणतन्त्रका छोटे राजाहरूको लुटतन्त्र रोकिएन भने, यिनको लुटतन्त्र मच्चिँदै जाने हो भने ढिला चाँडो मात्रै हो एक न एक दिन नेपाली जनताको घैँचोमा घाम लाएर गणतन्त्र फालेर राजतन्त्रको फेरि स्थापना हुन्छ। नेपाली जनताले चाहे भने असम्भव के छ र? विश्वको इतिहास केलाएर हेर्नुहोस्, जनताले चाहे भने असम्भव केही पनि छैन। हिजो 300 वर्ष शासन गरेको राजतन्त्र फाल्नुमा पनि नेपाली जनताको ठुलो योगदान छ। पार्टीका 100-200 नेता मन्त्री सडकमा कराएको भरमा, सडकमा आग टायर बालेको भरमा, सडकमा आन्दोलन गरेको भरमा राजतन्त्र फालेर गणतन्त्र ल्याएको होइन। नेपाली जनताले बलिदान दिएर ल्याएको गणतन्त्र हो। नेपाली जनताले रगत र पसिना बगाएर ल्याएको गणतन्त्र हो। यो गणतन्त्र देश र जनताका लागि हो, नेता मन्त्रीको लुटी खाने भाँडो होइन। गणतन्त्र आएको आज 25-30 वर्ष भयो। यो गणतन्त्रमा देश र जनताले के पाए? न देशले निकास पायो, न देशले विकास पायो, न जनताले रोजगारी पाए, न जनतामा परिवर्तनै आयो। परिवर्तन त आयो, केवल नेता मन्त्रीमा मात्रै परिवर्तन आयो। हिजो हात्तीछाप चप्पल पड्काउँदै राजनीतिमा प्रवेश गरेका नेता मन्त्रीको आज अरबौं अरबको प्रपर्टी कहाँबाट आयो? सबै देश र जनतालाई लुटेर कमाएको, सबै देश र जनतालाई मारेर कमाएको, सबै देश र जनतालाई ठगेर कमाएको। यो कुरा आम नेपाली जनतालाई हेकाओस्। गणतन्त्र देश र जनताका लागि होइन, गणतन्त्र नेता मन्त्रीको लुटी खाने भाँडो हो। जननेता मदन भण्डारीले भनेका छन्, एक राजा रहनुमा कुनै पनि फरक पर्दैन, एक राजाले खानुमा कुनै पनि फरक पर्दैन। 1000 राजाले 1000तिरबाट खानुभन्दा एक राजाले खानुमा कुनै पनि फरक पर्दैन। जय नेपाल।